हामी तीनटा अकाउन्ट छ, तीनटा एकाउन्ट छ अरे डलर अकाउन्ट छ, त्यो पैसा पनि चलाउन मिल्छ। फिक्स्ड डिपोजिटमा राख्छौँ कि ब्याज अलिकति बढी आओस् भनेर फिक्स्ड डिपोजिट तपाईँले फिक्स्डमा राखिदिनु भएको छ। फाइनेन्सियल म्यानेजमेन्ट हो, किनभने ब्याज अलिक बढाउनु पर्यो नि। तपाईँ कल अकाउन्टमा सबै पैसा राख्यो भने के हुन्छ, ब्याज कम हुन्छ। त्यो भएर नि के सर्टेन पैसा फिक्स्ड डिपोजिटमा राख्छौँ। फिक्स्ड डिपोजिटमा 3-4 अरब छ होइन, अनि कल अकाउन्टमा चाहिँ 2 अरब छ। भने टोटलमा हामीसँग 10 अरब 10 करोड छ। त्यो सबै चलाउन मिल्ने पैसा हो है। हामी जति पैसा बढ्छ त्यो चाहिँ सर्टेन पैसा चाहिँ फिक्स्ड डिपोजिटमा राख्छौँ। 2 अरब जति मात्रै हामी कल अकाउन्टमा मेन्टेन गरेर राख्छौँ। त्यसको ब्याज त्यही पनि तपाईँ आउँदा त्यो थिएन भन्ने तपाईँको कुरा म आउँदाखेरि हेर्नुहोस्, के ऋण लिएर चाहिँ तलब खुवाउनु पर्ने अवस्थाबाट हामी यत्रो चाहिँ 161 अरब चाहिँ लगानी गर्न सफल भयौँ। 50 करोडसम्म क्यास पुर्याउन सफल भयौँ। अहिले 10 अरब पैसा छ। र अर्को कुरा के हो भने 10 अरब 10 करोड पैसा हामीसँग भएपछि यो हामी यो क्राइसिसको बेला